हेलो गाइस, हजुरहरूलाई स्वागत छ अन्जु दिदीको भ्लगमा। आज चाहिँ मैले अन्जु दिदीको भ्लग बनाइरहेको छु। आज हामी सलुनमा छौँ तर कोही कस्टमर छैन किनभने आज के बार हो? आज वेडनेसडे। अनि हेलो गाइस, हामी फेरि आयौँ। अब म तपाईहरुलाई आज हामी बाहिर जाने छैन, त्यही भएर हामी सलुनको भ्लग बनाउँदैछु, हेरिदिनु होला। रहेको छ रेणुका मगर जो हेयर वास गर्दैछ आस्था मगरको। आस्था दिदी हेर्नु न। अब म तपाईहरुलाई अन्जु दिदी देखाउन जाँदैछु। अन्जु दिदी बिजी हुनुहुन्छ आज किनभने आज अन्जु दिदीको काम छ नेल आर्ट बनाउने। अनि हाम्रो अर्को छ यहाँ कनिका अनि म अनि था। ओ हेलो भन न, के साह्रो भारी भएको छ। यहाँ आउनुहुन्छ हाम्रो अप्सना। हेलो भन न साथी। काम नभएर काम नपाएर। अनि अर्को यहाँ हुनुहुन्छ हाम्रो मिस निर्मला। कहिलेबाट भ्लगिङ गर्न थाल्यो? कानमा हेर्नु होला, हजुरहरूले सिक्नु होला। आज हाम्रो सलुनमा कोही छैन। हामी चाहन्छौँ 7-8 महिना यस्तैकै बितोस् बिना काम गरेर। अनि यो हाम्रो सलुनको धुवा। मेरो क्यामेरा चेक। तपाईहरुलाई कस्तो लाग्यो होला सबजनाले भनिदिनुहोस्। हजुरहरूलाई म हाम्रो सलुन देखाउँछु। कस्टमर छैन भनेर आस्था दिदी चाहन्छ 5 बजे छुट्टी होस्, तर त्यस्तो हुँदैन। बाई गाइस, अब एकछिनपछि भेटौँ ल। यहाँ हुनुहुन्छ रेणुका मगर बोयफ्रेन्डसँग बोल्दै। अर्को यहाँ हुनुहुन्छ हाम्रो आस्था मगर जुन हेयर वास गरेर ट्राई गर्दैछ। आस्था दिदी, आस्था दिदी हेर्नु न। हेलो भन्नु। अनि अब म हजुरहरूलाई यो भयो हाम्रो सलुनको भित्र। अब म तपाईहरुलाई बाहिरको देखाउन जान्छु। हाम्रो रिसेप्सन यहाँ हाम्रो पार पनि छ। अनि हाम्रो यहाँ हो रिसेप्सन, यता छ वासरुम, यहाँ छ हामी बस्छौँ खाने ठाउँ। तर अहिले यहाँ कोही पनि छैन। म तपाईहरुलाई सबिना दिदी कहाँ जानुभयो? सबिना टोइलेटमा। तपाईहरुलाई म मेरो स्पेसल मान्छे फौजिया। यहाँ हामी यहाँ फ्लेक्सिट बनाउँदैछौँ। यो हामी कपालमा लगाउँछौँ। अंजू के लिए ब्लॉग बना रही हूँ मैं। आपको दिखाओ? थोड़ा सा दिखा दो ना, आधा चेहरा इधर कान के ऊपर। हाम्रो यहाँ एकजना साथी छ इन्डियन, तर उसले बुर्खा लाउँछ, त्यही भएर उसले नदेखा भनिरहेछ।